प्यारी सोना हजुरको चस्मा कहाँ गयो द होम डिपोट आइयो है हजुर त्यहाँ गएर फुलको भिडियो गरौँ है कस्तो राम्रो राम्रो साथीहरू म हजुरलाई फुल देखाउँछु कस्तो राम्रो राम्रो फुल छ हेर्नु त फुल लगाएर घर लगाएर सजाउन पाएछ गर्मी चाहिँ लास्ट छ लास्ट हेर्नु है साथीहरू गार्डन मिक्स फुलहरू लाउने हो कि नलाउने र बुढो के हुन्छ र फुल लाउन फुल लाइ नि उसहरूलाई नि हुन्छ एउटा होइन साथीहरू कुन लैजाने पहिला कुन लैजाने कन्फ्युजन सबै मल रहेछ होइन अलि सानो लैजाउँ कि त्यत्रो त एउटा फुललाई त किन त्यत्रो एउटा उसलाई त किन त्यत्रो लैजाने हो र ए साथीहरू हाम्रो घरै हामीले यहाँ आएको चाहिँ फुलहरू ल्याउन भन के लैजाने जे लय पनि जे हेरे पनि लग्न मन लाग्छ हजुर हेर्न साथीहरू जे हेरे पनि लग्न मन लाग्छ यो हेऱ्यो मनी प्लान्टलाई सानो भयो यो छ त ठुलो यो फ्लावर पट हो त फ्लावरै त हो के रे मनी प्लान्ट त ए बुढो यतिको लागि हामी यहाँसम्म आयौँ हेर्नु यहाँको अगाडि कस्तो राम्रो फ्लावर छ क्यानाडा डे भएर त्यसो राखेको देखेन ए क्यान्डा डे भएर त हो कि तर फ्लावर नि हेर्नु कस्तो राम्रो छ हेरि होइन यत्रो उसमा आयौँ हामी तर चाहिँ किन्न चाहिँ एउटा सोइल मात्रै किनेर हिँड्यौँ हाम्रो तार हेलो साथीहरू हाम्रो घरमा फुल चाहिँ छैन मैले फुल चोरेँ ल कस्तो गोपो कता जानुभयो ल है साथीहरू मेरो वर्क प्लेस वालमार्टमा आइसकेको छ यहाँ मेरो के रे उडो त ब्रान्च छैन मेरो काम गर्ने ठाउँ यो होइन तर चाहिँ यसैको ब्रान्चमा चाहिँ आइ एम इम्प्लोइ मजा वालमार्ट भन्ने बित्तिकै वालमार्ट देख्न बित्तिकै छुट्टै हरेर खुस आउँछ यो है काम गर्ने ठाउँमा यो त मेरो काम गर्ने ठाउँ होइन तर चाहिँ ब्रान्च चाहिँ हो बुढो हजुरलाई होइन वालमार्ट आउँदाखेरि के को फिलिङ आउँछ होइन न भित्र पहिला के लाने भनेको मैले आम आस्किङ यु लिक्विड मात्र हो लिक्विड यस ब्लिच हो ब्लिच छ भर कार चाहिने हो कि के चाहिने हो त्यो त फकिङ प्लान भयो त्यो ल्याउनु न त्यो we don't need त्योभन्दा ठुलो
अनि बल्ल मलाई क्यारेला छु कि जस्तो फिल हुन्छ साथीहरू यहाँतिर आउने भने। अनि अर्को चाहिँ उता डाउन टाउनतिर जाने भने हामी बिग बजार आइसकेको छ। बिग बजार आएर के ल्याउन आएको पनि यहाँ हजुर पर्फ्युम त मैले गीत दिने भनेको त सधैँ हेरेर मैले दिन्छु क्या हजुरलाई भोलि दिन्छु क्या आज घर छ भोलि घर छ त अनि बुढु सही छ के अरे वाटरमेलन मरद छ। चाहिँ मलाई हजुरहरूसँग एउटा कुरा मलाई सेयर गर्न मन पर्यो कि यति सानो कुरा पनि किन उस गरेको होला कसैले नदेखेको जस्तो चाहिँ उसले उसकोमै रहेछ उसले नै उस के भन्छ भन्न पनि आएन त्यही मिलाएर बुझ्न यस्तो गरेको भनेर चाहिँ भन्नुहुन्छ होला। तर मैले यो चाहिँ फर्स्ट टाइम देखेको हो कि मैले खै अहिलेसम्म मैले नोटिस नगरेर हो कि के हो होइन। तर चाहिँ म आफै सरप्राइज भएँ कि यस्तो म हजुरहरूलाई देखाउँछु है त्यो के हो भनेर चाहिँ। ल हेर्नु न साथीहरू मैले स्याउ खाँदै थिएँ अनि पछि चाहिँ यो स्याउभित्र चाहिँ मैले यस्तो स्याउको बिरुवा देखेँ कि मैले अहिलेसम्म चाहिँ नोटिस नगरेर हो कि के मैले बिहा मात्र देखेको थिएँ तर चाहिँ यस्तो उस नै भएको चाहिँ मैले देखेको थिएन कि मैले नोटिस नगरेर हो कि कुनै कुरामा मात्र यस्तो हुन्छ कि के हुन्छ साथीहरू भनिदिनु ल कमेन्टमा भनिदिनु ल। तर म चाहिँ अब सक्ड यो देख्न बित्तिकै कुनै कुरामा हुन्छ होला यस्तो सबैमा त यस्तो हुँदैन। मैले कि काटेर गर्दाखेरि त बिहा मात्रै देख्थेँ तर यस्तो बिरुवै स्याउभित्र भएको त आई नेभर ल हेर्नु त साथीहरू के अचम्म हो यस्तो। ल है साथीहरू अब चाहिँ म स्याउ यो बिरुवा सार्छु अनि पछि सबैजना स्याउ खान आउनु ल। म कस्तो छक्क परेँ दङ्ग परेँ म त्यसलाई हेर्दै। अनि अर्को कुरा साथीहरू हेर्नु न मैले चाहिँ त्यो कस्तो मलाई एकदम क्युरियोसिटी भएर सबै स्याउहरूमा त्यस्तै हो कि मेरो भनेर चाहिँ मलाई यो पनि गरेँ कि फेरि अर्को स्याउ पनि काटेँ है। काट्दाखेरि चाहिँ भित्र बिहा मात्र छ कि बिरुवा त छैन यसमा त बिहा छ के अचम्म के उल्काएर अचम्म हुन लाग्यो हो यो दङ छक पर्छु म त हो। अब यो साथीहरू यो बिउलाई चाहिँ मैले रोप्नु कि खानु